कैलालीको लम्कीचुवा नगरपालिका स्थित जनजागृति माध्यमिक विद्यालय चौरीको आयोजनामा आधारभूत तह नगर स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। प्रारम्भिक शिक्षा आजको आवश्यकता शीर्षकमा आयोजित उक्त प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी 9वटा विद्यालयहरूका 17 जना विद्यार्थीहरू सहभागी थिए। यो प्रतियोगितामा छात्रतर्फ श्री राष्ट्रिय माध्यमिक विद्यालय बलचौरका हेमन्त टिमी सेना प्रथम, सरस्वती माध्यमिक विद्यालय प्रतापपुरका तेजन चौधरी द्वितीय, बालकल्याण माध्यमिक विद्यालय भुरुवाका विनोद सञ्जाल तृतीय हुन सफल हुनुभएको थियो। यसैगरी छात्रातर्फ दिपेन्द्र माध्यमिक विद्यालय थकालीपुरकी विपना नेउपाने प्रथम, बालकल्याण माध्यमिक विद्यालयकी चाँदनी नेउपाने द्वितीय, श्री राष्ट्रिय माध्यमिक विद्यालय बलचौरकी डिम्पल टिमी सेना तृतीय हुन सफल हुनुभएको थियो। निर्णायकको भूमिकामा बर्दी लम्साल र लोकराज पन्थी रहनुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणसिंह विकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लम्कीचुवा नगरपालिका वडा नम्बर 5 की वडा अध्यक्ष माया विष्ट प्रमुख अतिथिको रूपमा उपस्थित भई विद्यार्थीलाई प्रोत्साहन गर्नुभएको थियो। त्यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।